त्यो चाहिँ अब म अहिले धुसिनीको हिँड्दैछु होइन। अनि अब तपाईँको यता छेउछेउमा हो। अनि तिम्रो हाम्रा पुर्खाहरू हिँडेको चाहिँ यो फलो हो होइन। हाम्रो कति पुस्ता भनौँ न, 20-21 कति पुस्ता भयो भन्दै थिएँ। 4 पुस्ता होला। अनि यही बाटो खाइ खेली हुर्केको यही बाटो हो। त्यो चाहिँ धुसिनीको बाटो हो होइन। अब त्यसपछिबाट अहिले हामी चाहिँ अब यता भनौँ न बिलन्दुतिर जाने बाटोमा हिँडिरहेका छौँ। अनि तपाईँको त्यो डाँडा देखाउ त, यहाँनिरबाट आएर त्यो डाँडा चाहिँ चम्पादेवी मन्दिर, त्यहाँ चाहिँ ठुलो प्रख्यात छ अरे कि चम्पादेवीको मन्दिर होइन। त्यो चाहिँ तिम्रो एकादशीहरूमा एकदम ठुलो जात्रा लाग्ने, मेला लाग्ने, गुरुहरूलाई लिएर आएर 10-15 दिनसम्म पाठ होमादिहरू गर्ने, यी सब गर्ने यहाँको त तिम्रो एकदम पहिले परापूर्व कालदेखि नै त्यस्तै चलिआएको रहेछ। त्यो भएको हुनाले ल अब हामी फेरि अगाडितिरको दृश्य कैद गर्दै हामी अगाडि बढौँ है त। अब पहाड भनेर हुन्छ यस्तो मान्छे नबसेको ठाउँतिर नि यस्ता लाइनहरूको पुरै सुविधाहरू होइन, पुरै एकदम राम्रो। अब चाहिँ एकदम धेरै नै विकास भइसकेको रहेछ कि यहाँ चाहिँ। भइसक्यो। नकाट्दै टक्क यो ठाउँलाई चाहिँ धुसिनी भन्छ होइन। हाम्रो बाउबाजेको पुर्खाको थलो चाहिँ यहाँनिर भएको देखाउँछ। यहाँनिरबाट लाएर बिस्तारै है। यो निर हो, यहाँनिर आजबाट देखाउ त। हाम्रो पुर्ख्यौली गरे जुम गरेर देख्यो। यो 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 ऊ त्यो है, यहाँबाट देखाएको, यहाँबाट राम्रोसँग ऊ गर। देख्यो कि देखेन होला। हो यही हो, यो हो पुर्ख्यौली। अनि अब तिम्रो यो भयो तिम्रो धुसिनी होइन। अब बिलन्दु भनेको त्यो त्यहाँ माथि पर्ने रहेछ। बिलन्दु चाहिँ ऊ त्यहाँ माथि। यो यता देखाउ त, यता यो अगाडि यहाँनिर चाहिँ तिम्रो मिश्र गाउँ भन्ने पर्ने रहेछ, मिश्र गाउँ। अनि तपाईँको घोराखोरी चाहिँ अब यो पहाडबाट उता पुगिसकेपछि चाहिँ घोराखोरी भयो होइन। त्यस्तो रहेछ ल।